खडबहादुरलाई फोन गरेर थर सोधी हेर्नु न के थरी भन्नु। हेलो गुरुजी, के थरीको घर पो हो? के थरीको घर चाहिँ? हामी मुनतिर आयौँ कि अनि यसो सिटी रोकेर अब फोन गरेको फोनै उठाउँदैन। हामी हराएको अवस्था गाइज। हामी होइन टक्का कार्यक्रम आउनको लागि के अरे जजमानको फोनै लागेन। थर पनि थाहा छैन, केही थाहा छैन। अब स्कुल सोन भने जस्तो ठाउँ आएको होइन त। यस्तो छ, खत्रै छ ठाउँ चाहिँ जोस् मजै छ जोस्। अब अङ्कललाई बोलाउने मान्छे चाहिँ हामी है फेरि अब फिक्सै नभइकन हिँड्ने जस्तो नि। हिजो अस्ति भन्नुभएको अरे गुरुजीले कार्यक्रममा, अब हो हिजो भन्नुभएको अरे। अब बाटो आधी बिच बाटोमा आएर यता र उता हेरिरह हामी पुरासँग फोन गरेको फोनै लाग्दैन हो। अन्त गाइज हाम्रो चाहिँ यहाँ अत्तो पत्तो छैन अरे हो। गुरु कस्तो लाग्दैछ कार्यक्रम आज? कार्यक्रम 1000 रुपैयाँ आउँछ भने चाहिँ 200 रुपैयाँ पनि लाने भएको परिवार कस्तो आउँछ कार्यक्रम थाहा छैन। यहाँ यस्तो हामी हिँडेका छौँ खोजीमा, कार्यक्रमको घर खोजीमा हो। गुरुहरूले फोन पनि उठाएन, के कस्तो हो थाहा। त्यो अलिक पढिरहेको ठाउँमा त होइन नि, त्यो पर माथि पढिरहेको थियो नि हो, त्यो त्यहाँ त होइन नि। तर त्यो त पुरानो जस्तो लागिरहेको थियो होइन। अखण्ड भनेपछि त एकजना पढ्ने अरूले हवन गर्ने हो जस्तो छ। यहाँ सोधौँ न अखण्ड कहाँ लागिरहेछ भनेर। भिडियो बन्द गरे तिमी। यो गाइज हराइयो कार्यक्रम आएको कि नामै थाहा छैन, ठाउँको नामै थाहा छैन। जजमालाई फोन गर्दा फोनै उठाउँदैन। कहाँ हो कहाँ फोनै उठाउँदैनन्, के गर्नु नि। फन्नी भिडियो जाने भयो यार। तर हाल्दिनँ हाल्न त केटाहरू टेन्सन नगर न। भरे हेर्नको लागि कस्तो हुन्छ भनेर मात्रै हो कि। एडिट गरी हाल्दिने, अब एडिट गरिराख्नुपर्छ। नट एन्सर भन्न थाल्यो। खै त एकचोटि त फोन लगाएको थियो झुक्केर। गाह्रो छ। अब भरे बोलायो भने के भन्नु? अनि चाहिँ आइपुगेर चाहिँ टक्क खाइसक्यौँ होइन। खाइसकेर अघि स्थापना गर्नुपर्छ भनेको परेन यार। खाइसकेर पनि यहाँ अब त बसिरहेको यार। हाम्रो दुईजना गुरु हो। यिनीहरू चाहिँ भाइरल छन् अलिक। यो मान्छे भनेको चाहिँ भाइरल हो। त्यो मान्छे पनि भाइरल। ऊ भनेको त सुपारी बिना सुपारी चाहिँ डह्रो खान्छ। सुपारी रहेछ, उहाँ सुपारी रहेछ। भाइको सुपारी रहँदैन बेलुकासम्म। सुपारी हेरेर हाँस्यो हुन्छ।